भेट भयो हामी तपाईहरु सँगै हुनेछौँ साथमै हुनेछौँ है धन्यवाद छ है हामी चाहिँ यो भन्दा अगाडि पनि धरानमा धेरैचोटि आएका छौँ विश्वको सबैभन्दा विषालु र लामो सर्प किङ कोब्रा जस्तो सर्पहरू हामीले धरानमै उद्धार गरेको थियौँ र त्यतिखेर पनि हाम्रो टिमै आएर चाहिँ उहाँलाई साथ सपोर्ट गरेको थियौँ र अहिले पनि हुनेछ सबैजनाले चाहिँ माटो चिन्हमा चाहिँ भोट हालेर उहाँलाई सहयोग गरिदिनु होला थ्याङ्क यू त्यतिको त बोल्नु परिहाल्छ नि धेरै बोल्यो भनेर अब तपाईँले भन्नु खोजेको धेरै बोल्यो भनेर त्यति बोलेन भने त हेपिहाल्छ नि हो होइन जसले राम्रो काम गर्छ उसले बोल्छ क्या भ्रष्टाचार गर्नेलाई भोट हाल्ने कि तपाईँहरू बोल्नेलाई भोट हाल्ने यो तपाईँहरू छानबिन गरेर आफै होइन भ्रष्टाचार गर्ने नेता चाहिने हो कि तपाईँहरूलाई बोल्ने होइन बोल्ने नेता चाहिने तपाईँहरूलाई काम गर्ने नेता चाहिने यो चाहिँ जनताले चुज गरेर तपाईँहरूले भोट हाल्नु होला हामी जबरजस्ती माटोमा हाल्नु पनि भन्दैनौँ तपाईँहरूको चोइस हो होइन प्रचार प्रसारको लागि यहाँबाट उहाँ निस्किँदै हुनुहुन्छ यदि तपाईँहरू यतै नजिकै हुनुहुन्छ होइन श्रममा जानुहुन्छ भने यहाँ तपाईँले देख्न सक्नुहुन्छ उहाँ चाहिँ हिँडिसक्नुभयो कहाँ कहाँ जानुहुन्छ आज हजुरको नाम माया अलि यो चाहिँ बरा क्षेत्र पछाडि धरान बरा क्षेत्रको नहरा जानुहुन्छ आज अनि त्यहाँबाट चाहिँ कता जानुहुन्छ त्यहाँबाट तमक जाने कुरा तमक गर्दैनको लागि हो चुनावको यो प्रचार प्रसारै भनौँ होइन हजुर पनि साथमा हुनुहुन्छ धेरै पहिलेदेखि है के भन्न चाहनुहुन्छ धेरै दर्शकहरूलाई चाहिँ धेरै दर्शकहरूलाई कन्फ्युज नभइकन यत्रो बेरसम्म त हामीले होइन अरू पार्टीलाई हाल्यौँ होइन केही विकासहरू नगर्दाखेरि आशा उहाँहरूकोबाट केही नदेख्दाखेरिको यो दिमागलाई एकदम फ्रेस बनाएर हजुरहरू ढुक्क भएर माटोमा भोट हाल्नु भन्नुहुन्छ हजुर र अहिलेको पछिल्लो समय धेरै विवादमा पनि आउनु भएको छ हाम्रो हर्क साम्पाङ जे अब यता के अरे बालेन ज्यूसँग पनि होइन त्यो विषयमा चाहिँ के भन्न चाहनुहुन्छ अब त्यतिको त बोल्नु परिहाल्छ नि धेरै बोल्यो भनेर हो तपाईँले भन्नु खोजेको धेरै बोल्यो भनेर त्यति बोलेन भने त हेपिहाल्छ नि हो होइन जसले राम्रो काम गर्छ उसले बोल्छ क्या भ्रष्टाचार गर्नेलाई भोट हाल्ने कि तपाईँहरू बोल्नेलाई भोट हाल्ने यो तपाईँहरू छानबिन गरेर आफै होइन भ्रष्टाचार गर्ने नेता चाहिने हो कि तपाईँहरूलाई बोल्ने होइन बोल्ने नेता चाहिने तपाईँहरूलाई काम गर्ने नेता चाहिने यो चाहिँ जनताले चुज गरेर तपाईँहरूले भोट हाल्नु होला हामी जबरजस्ती माटोमा हाल्नु पनि भन्दैनौँ तपाईँहरूको चोइस हो होइन ल नमस्ते हामी चाहिँ जाँदैछौँ होइन एकदमै बिजी छ हुन्छ कतिखेर जाने हुन्छ म पनि निस्किन्छु उहाँको पार्टी श्रम पार्टी होइन यो एउटा चाहिँ अफिस पनि रहेको छ उहाँलाई चाहिँ धेरैजनाले समर्थन पनि गर्दै हुनुहुन्छ र उहाँहरू सबैजना निस्किँदै हुनुहुन्छ श्रम संस्कृति हाम्रो दाइ पनि उतै निस्किँदै हुनुहुन्छ है सबैजनाले चाहिँ यहाँ उहाँलाई साथ सपोर्ट दिइराख्नु भएको छ र हामीले पनि पछिल्लो समय उहाँको कामहरू देख्न सक्छौँ त्यसै गरी सबैजनाले चाहिँ धेरैभन्दा धेरै यहाँ व्यक्तित्वहरू भेला हुनुभएको छ र उहाँलाई सबैजनाले चाहिँ यदि यहीँ वरिपरि हुनुहुन्छ तपाईँहरू जान चाहनुहुन्छ हर्क साम्पाङ सहरलाई चाहिँ साथ सपोर्ट दिन चाहनुहुन्छ भने चाहिँ तपाईँहरू यो अहिले उहाँ चाहिँ बरा क्षेत्रको नहाडा भन्ने ठाउँमा चाहिँ जाँदै हुनुहुँदो रहेछ सबैजना त्यतै गएर तपाईँहरूले चाहिँ उहाँलाई भेट्न पनि सक्नुहुन्छ यसरी चाहिँ देख्न सक्नुहुन्छ सबैजनालाई त्यही अनुरोध रहेको छ धेरैभन्दा धेरै व्यक्तित्वहरू गइसक्नु भएको छ र अझै पनि
उहाँको यो टेम्पो तपाईँहरूले देख्न सक्नुहुन्छ। चुनाव चिन्ह माटो भनेर चाहिँ उहाँले एउटा यो प्रचार प्रसारमा खटिनु भएको छ। यो टेम्पो पनि खटिएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। सबैजनाले यदि हर्क साम्पाङलाई जिताउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले यो माटो चिन्हमा भोट लाएर चाहिँ उहाँलाई जित्न सक्नुहुन्छ है, जिताउन सक्नुहुन्छ। उहाँको जितमा चाहिँ तपाईँहरूले यो चुनाव चिन्ह माटोमा चाहिँ भोट हालेर तपाईँहरूले चाहिँ सहयोग गर्न सक्नुहुन्छ, जिताउन सक्नुहुन्छ। र धरान, हाम्रो धरान राम्रो धरान बनाउनको लागि चाहिँ तपाईँहरूले चाहिँ यो ठ्याक्कै माटो चिन्हमा चाहिँ भोट हाल्न पर्ने हुन्छ है। सबैजना निस्किसक्नु भयो, अब केही समयमा सबैजना निस्किने यहाँनिर पनि तर्खर भइरहेको छ।